हेलो एभ्रिवान, आज म बनाउँदैछु नेपाली डोनट्स, त्यो पनि लोकल स्टाइलमा एकदमै थोरै इन्ग्रेडियन्टले एकदमै मिठो हुन्छ। लेट्स स्टार्ट है त। फर्स्टमा मैले लिए 1 कप मनतातो पानी, त्यसमा हाले स्वादअनुसार चिनी र पानीलाई हामी घोल्छौँ। अनि त्यसपछि मैले हाल्छु 2 चम्चा जति इस्ट। यो चाहिँ यसले चाहिँ पिठोलाई फुलाउने काम गर्छ। 2 चम्चा इस्ट राखेपछि मैले 5 मिनटको लागि छोडिदिन्छु एक्टिभेट हुनको लागि। त्यसपछि हालेँ मैले थोरै नुन स्वादअनुसार अनि 2.5 कप जति पिठो। तपाईले मैदाको बनाउनु भयो भने अझै राम्रो बन्छ, तर मैले चाहिँ दुईटै मिक्स गरेर बनाएको छु, मैदा र पिठो। अनि यसलाई अलिक गिलो हुने गरेर, रोटी जस्तो हैन, यतिको गिलो हुने गरेर बनाउनु होला र 2 घण्टाको लागि छोडिदिनु होला। 2 घण्टापछि यो यस्तो हुन्छ फुलेर। अनि यसलाई फेरि हामीले एकचोटि मोल्छौँ अनि तेल लगाएर डोनटको सेप दिएर हामी फेरि लगभग 40-45 मिनट्सको लागि यसरी छोडिदिन्छौँ फेरि फुल्नको लागि। त्यसपछि यो रेडी हुन्छ। अनि तेलमा आफ्नो सेप जत्रो बनाउनु मन लाग्छ त्यतै बनाएर तेलमा फ्राई गरेपछि यो रेडी भयो। एकदमै मिठो हुन्छ, बाहिर अलिअलि क्रन्ची, भित्र सफ्ट हुन्छ। तपाईहरु पनि ट्राई गर्नु होला है त। Thank you for watching.